लाग्यो तलको 4 बोरा धान पनि माथि ल्याउनु पर्छ पानी पर्दैछ जसरी पनि सक्नुपर्छ आज होइन खाजा पनि कति ढिलो भयो भने होइन तपाईहरुलाई भन्न पो सजिलो हो मैले भन्ने बित्तिकै खाजा कहाँबाट लिएर दिने यो अन्न सबै हाम्रो भए पो हुन्थ्यो भोलि सबै काजीले बुझाउनु पर्छ अहिले खाजा खानु के गर्ने भरेलाई खाना खाने अन्नै छैन भनेपछि त तल गाउँतिर हजुरहरू कस्तो गर्ने शान्ताजी नमस्कार ओहो आत्मे सन्चै छस् अनि के कामले आइस त केही थिएन शान्ताजी त्यही घरमा खानालाई नि पैसा पुगेको थिएन त्यसैले 1-2 पैसाको आशले आएको हजुर अरे उठ अरे म त पहिलादेखिको साथी हो यार यसरी बसेर हुन्छ त्यो पहिलाको गर्न थिएँ क्या हामी त साथी हो नि अनि हजुर भयो 10-12 दिन अब छिटै जान्छु अनि के गरेर त्यस्तो आजभोलि केही नै जे बुवाले घरको काम सघाउँदै बस्दै ए अनि यही हो त तेरो फ्युचर प्लान के अरू केही सोचेछस् फ्युचर प्लान त्यस्तो त केही छैन जे मेरो बुवा बाजेहरूले गर्नुभयो त्यही गर्दा आएको छु तेरो बुवा बाजे तिनीहरूले गरे जस्तोले गरेर तेरो एक सुक्खा पैसा माग्दा मसँग आउनु परेको छ त्यसो तेरो पेट अहिलेसम्म पुग्छ हौ गर्नै पऱ्यो अरू के नै बाटो छ हेर आफ्नै परम साथी हो मैले भने मान्छस् भने नि मसँग सधैँ थियो तँलाई कामले काम नगर्छु के बुझिस् नि हजुर मिलाउनु हुन्छ ए किन बुझ्दैनस् म मिलाइदिन्छु सिर्फ सहर मात्र आएछ बुझिस् नि तर बुवा सरको नाम भन्नु चाहिँ रिसाउनुहुन्छ हामी उन्नति अरे आत्मा त बाहिर जाने हिँडेको बिग्रिन लाग्यो होइन नि तँलाई सहरमा तेरो राम्रो होस् तेरो बाउ आमाकै राम्रो होस् भनेर बस एकचोटि तेरो बाउ आमा भन्ने काम गर सहर आएपछि काम गरिदिन्छु म मेरो बुझिस् नि शान्ताजी म बुवालाई भन्छु ल आमा म सहर जान्छु के रे सहर जान्छु रे किन जानु पर्छ म सहर गएन भने हाम्रो परिवारको अवस्था कसरी बदलिन्छ हाम्रो दैनिक अवस्था कसरी सुधार हुन्छ अरूसँग तँलाई पालेकै छु यो सहरको भूत तेरो दिमागबाट निकाल्दे फेरि अर्कोचोटि सहर जाने कुरा गरिस् भने तेरो गाला साला चड्काइदिन्छु बाबु तँलाई थाहै छ तेरो बाबालाई सहर मन पर्दैन भनेर त्यसैले तैँले पनि यही गाउँमा बसेर केही गर्नुपर्छ बाबाले तेरो लागि ठिकै भन्दै हुनुहुन्छ यहाँ बसेर के नै भएको छ र अहिलेसम्म के नै भएको छ र हुने भए त अहिलेसम्म भइसक्थ्यो सुन्नु त आत्मारामले त 3 दिनदेखि त खानै खाएको छैन फेरि के रोगले जापी तँलाई किन खाँदैन खाना त्यही सहर जाने कुरा थियो त्यसैले होला नि आत्माराम आत्माराम म सहर जान्छु यदि म सहर गइनँ भने म पनि अरू जस्तै गरेर के गर्नुपर्छ अब यो सहर जाने भूत दिमागबाट निकाल होइन भने ठन्डामा मर्यो हुन्छ
चारैतिर खोजे मैले कोठाभित्र कतै पनि छैन। भनेपछि त्यो गधा सहर मुन्ट्यो होइन? दिदी म गाउँबाट आएको, एउटा कोठा भाडा छ। अघि चाहिँ कस्तो डुङडुङ्ग रहेछ नि,